नमस्ते। फेरि पनि तपाईँहरूलाई स्वागत छ हाम्रो नयाँ ब्लगमा। आज चाहिँ हामी बर्दिवास चोकमा छौँ। बर्दिवास चोकबाट हामी जनकपुर जाँदैछौँ, जनकपुर जानकी मन्दिर। अब बर्दिवासबाट जनकपुर पिक्चरसम्म जानकी मन्दिरसम्म कुन वेबाट जाने बाटो कस्तो छ त्यही देखाउँदै लान्छौँ। अहिले चाहिँ हामी ठ्याक्कै बर्दिवास चोकमा छौँ। अहिले हामी जताबाट आइरहेको छौँ यो चाहिँ तपाईँको हेटौडातिर जाने बाटो भयो। त्यसपछि यो चोकबाट तपाईँ यता जानुहुन्छ भने दाहिने जानुभयो भने तपाईँको यो चलेश्वरसम्मै पुग्छ यो बाटो। त्यो हुँदै सीतामाढीसम्म इन्डिया पुगिन्छ। अनि यो थोरै अगाडि झन्डै घन्टा डेपुको ठाउँबाट चाहिँ तपाईँ लेफ्ट जानुभयो भने चाहिँ टिभी राजमार्ग हुँदै काठमाडौँ जाने बाटो हो, सिन्धुली फुलचोक हुँदै यो बाटो। र हामी चाहिँ सिधै जान्छौँ किनभने हामी आज जनकपुर जान लागेर काठमाडौँ होइनौँ, त्यही भएर हामी सिधै जान्छौँ। अब यहाँबाट बर्दिवास, त्यसपछि मेन चोकहरू भने बर्दिवास, त्यसपछि लालगढ, भौटेवर, मैदानगर र जनकपुर। नाम सुन्दा त 4-5 वटा त कन्ट्री चिजमा सानो चोकहरू घोरेछ। अहिले ठुलो चोकहरू चाहिँ यही 5 वटा हो। अब हामी बर्दिवासबाट अगाडि बढ्यौँ। बर्दिवास चाहिँ तपाईँको लगभग रातो खोलासम्मै अहिले चाहिँ यहाँ अगाडि रातो खोला पर्छ। रातो खोलासम्मै पुरै अहिले चाहिँ बस्ती पसिसक्यो, होटेल लाइनहरू छ, मान्छेहरू पनि घरहरू पनि भयो होइन। त्यही भएर अहिले रातो खोलासम्मै त्यो सहरको विस्तार भइसकेको छ। रातो खोलामा पानी खाले रातो छ। बर्खामा त्यो पौला र बाढी आउँदा पुरै डुबाउने सल्झिएर पुरै डुबाउने गरी। अब चाहिँ पानी छैन, अलिअलि रातो छ त्यो साइडबाट। रातो खोला सटेपछि यो आयो तपाईँको लालगढ सोफा। अगाडि बोर्ड पनि छ लालगढ भनेर। अब यो लालगढमा चाहिँ सबैभन्दा यो पहिला चाहिँ माथि तपाईँको डाँडामा अगाडि सिधा तपाईँको कुष्ठरोगको हस्पिटल थियो। सायद यो तराईको एउटा मात्रै होला अहिले चाहिँ थाहा भएन। यो बाटोमा कुष्ठरोगको हस्पिटल थियो। अनि त्यसपछि त्यही भएर पनि यो यहाँ मान्छेहरू पहिला चाहिँ अब उपचार गर्न आउने अरू अप्सन थियो त। अहिले पनि छ, अहिले लालगढ मोडल हस्पिटल यताउता छ। एउटा हस्पिटल हो यहाँ थुप्रो छ। अनि अर्को भनेको चाहिँ तपाईँको अब अलिकति अगाडिबाट सबै होटेल लाइन छ। तपाईँको पहिला पूर्वबाट काठमाडौँ, बुटवल, भैरवा, नारायणघाट जति पनि पूर्वबाट लङ दुई दिशा लामो दुई दिशा गाडीहरू छ, त्यो सबै खाना खाने ठाउँ चाहिँ तपाईँको हाम्रो लालगढ बजारमा हो होइन। यहाँ अगाडिबाट होटेलको लाइन छ। त्यो दुवै साइडमा लगभग सबै ठाउँमा तपाईँले होटेल मात्र दिनुहुन्छ। त्यो चाहिँ सबै तपाईँको यो लामो दुरीको गाडीहरूको खाना खाने ठाउँ। यो पुलिस चोरी भइरहेको ठाउँमा तपाईँको होटेलहरू मात्र छ क्या। अब अहिले गाडीहरू आउने बेला भएको थिएन, नभए यहाँ सब अहिले अब कुपबाट नाइट बसहरू यहाँ सब नाइट बस यहाँ एउटा चाहिँ रोजिरहेको छ। अब यहाँ सबै ढल्केवरमा छ। यो ढल्केवरबाट चाहिँ तपाईँको दुईतिर बाटो छुट्टिन्छ। त्यो सिधा जता यो माइक्रो गइरहेको छ त्यता जानु भने तपाईँ पूर्व जानु सप्तकोशी तरेर पारी जाने जति सबै धरान धनकुटा चाकरीभित्र झापा जता जान्छ यता जाने हो। यता चाहिँ जनकपुर जाने हो। अहिले चाहिँ हामी जनकपुर हिँड्यो भएर त्यो हामी यता हिँडेछौँ। यहाँबाट जनकपुर 24 किलोमिटर। अब यहाँको एउटा राम्रो कुरा चाहिँ के हो भन्दाखेरि अब यहाँबाट हामी यता गएपछि चाहिँ बाटो चाहिँ तपाईँले यस्तो भेट्नुहुन्छ यति मजाको क्या पुरै। यो बाटो धेरै वर्ष भएको 5-7 वर्ष अझ पऱ्यो नि भयो। अब यो बाटो चाहिँ तपाईँको जनकपुरसम्म यो बाटो यस्तै ठुलो फराकिलो अब वान वे होइन। बिचमा तपाईँको यो डिभाइडर जस्तो भयो होइन। तपाईँतिर तपाईँले चट्ट छिटाइले त बाटो भनेर पुग्छ होइन। अब यस्तो बाटो चाहिँ नेपालभरि हुनु पर्यो होइन। अनि त्यसपछि चाहिँ तपाईँको ट्राभल गर्न पनि मजा आउँछ क्या। त्यो पूर्व भेचीबाट पछि महाकाली ट्राभल गर्दाखेरि पनि आनन्द आउँछ कि यतिको फराकिलो र यतिको खाली बाटो चाहिँ चाहियो के। यो बाटोमा अब यति आनन्द छ बर्दिवासबाट यहाँसम्म अघि आउन ढल्केवरसम्म जति टाइम लाग्यो त्यति टाइममा त हामी मैदानगर भन्दा पनि पारी पुगिसक्छौँ क्या। बाटो त्यसो छ बिचमा छैन।
कसैले चाह पाए कि यो 3 बाटो क्रस गर्न राखिदिएको छैन हेर गाउँमा मात्रै छ त्यही भएर यो बाटोमा चाहिँ ड्राइभ गर्न मजा आउँछ होइन आनन्दको बाटो छ अब हामी अब अगाडि अब उहाँबाट एकचोटि यहाँ हो क्या तपाईँले नभए छैन के र अब मैदानगत बजार आइपुग्न लाग्यो हामी अब यहाँ चाहिँ ठुलै ठुलो मेला जस्तै लागेको छ यो पुल किन छिटो रहेछ चाहिँ यता साथै तर यहाँ चाहिँ 3 पुल छ ए 4वटा पुल एउटा दुईटा तिनवटा 4वटा पुल के यहाँ मात्र किन त्यो 4वटा पुल छ भनेर चाहिँ खै को सांसद हुँदा एउटा बनाएको रे अर्को सांसद पालामा अर्को रे अर्कोमा अर्को रे सबैले आफूले रिबन काट्न पाएन भनेर कम्पिटिसनमा त्यो पुल बनाएको भन्छ अब कहानी चाहिँ के हो थाहा छैन होइन त त्यही भन्छ यहाँ चाहिँ अब यो चाहिँ महेन्द्रनगर बजार भयो यसलाई महेन्द्रनगर भन्छ यहाँबाट अझै हामी अगाडि जान्छौँ यहाँ चाहिँ सधैँ बजार लागि नै रहन्छ अब अगाडि आर्मी क्याम्प छ त्यहाँ रहेछ त्यसै साइडमा पेट्रोलियम डिपो छ त्यहाँबाट नै हामी अझै अगाडि बढ्छौँ जनकपुर जानलाई बाटो त केही कन्फ्युजन छैन बगिरसबाट सिधा चाहिँ अलिकति झिक्सिङ भनेर भगेबाट त्यहाँ पनि अहिले साइन बोर्डहरू सबै राखिदिएको छ त्यही भएर जनकपुर जानलाई अहिले त खासै बगिरसबाट झिक्सिनु हुन्न सबैहरू काठमाडौँबाट आउनु भएको छ भने पर्गिरस निस्किने पर्गिरसबाट आउने पश्चिमबाट आउनु मान्छेहरू पनि पर्गिरसम्म सिधा भइहाल्यो त्यहाँबाट सिधा झल्केबाट चाहिँ साइन बोर्ड छ बोर्डहरू छ त्यो हेरि लाग्ने खासै कन्फ्युज छैन हाम्रो त्यहाँ भयो त्यसपछि यहाँ अगाडि नेपाल आर्मी निगमको टुप्पो छ त्यहाँ ब्लङ्गाला पर्छ त्यही भर्ना होला त्यही भर्ना होला हेरेर डिजन मडिटेल लाने गीतको यहाँबाट पनि हामी अझै अगाडि नै बढ्छौँ अगाडिबाट चाहिँ 3-4वटा बजारहरू आउँछ त्यसपछि जनकपुर एकदम रमाइलो छ सर बाइक चलाउन पाएको छ सिधा बाटो फराकिलो बाटो खाली बाटो चिल्लो बाटो जस मजा आइरहेको छ पुरै नेपालभरि नै यस्तो बाटोमा गाडी कुदाउन पाउने दिन कहिले आउने हो छिटै आउँछ भन्ने हामी आश गर नर बाटो यस्तै चाहिँ हुनुपर्छ यतिको बाटो भएपछि चाहिँ बल्ल तपाईँको हाइवेमा हिँडेको पनि हाइवे जस्तो फिल हुन्छ क्या कि त बस राम्रोसँग नअट्ने बाटो हुन्छ हाइवे भनेको छ न राम्रोसँग हाँक्न पाइन्छ नचल्न पाइन्छ यतिको चाहिँ बाटो हुनुपर्छ त पाइप पनि राखिरहेको छ हामी जस बाटो चाहिँ एकदम बवाल बनाएको जनकपुरको भातभटेनी जुन अस्ति भएको आन्दोलनमा पसेको भातभटेनी मध्येको यो एक हो यो चाहिँ केही नै नभएको भातभटेनी अस्तिको आन्दोलनमा केही नभएको भातभटेनी मध्येको एक हो यो अब यो चच्च भातभटेनी र यो सही चार भनेर रामले पुरा किट पानेर उठेको यो केटा देखेपछि चाहिँ अब चाहिँ जनकपुर उपमहानगरपालिकामा हाम्रो प्रवेश भयो अब हामी अफिसियल्ली जनकपुर नगरपालिकाभित्र छौँ उपमहानगरपालिकामा सायद भित्र छौँ अब अगाडि हल्का अगाडि रेलवेको प्लेटफर्म छ प्लेटफर्म त अलि अगाडि त यस के रेलवेको लिफ्ट भन्छ छ अनि त्यसपछि जनकपुर सिधा अगाडि यसलाई भन्छ तिरारी चोक त्यहाँ तपाईँको सानो पार्क छ पार्कभित्र सिसामा दशरथ राजाले हालो दुधी राखेको मूर्ति राखेको छ त्यसरी सिधा अगाडि जोची राख्नुभयो होला त्यो गेट जस्तो छ त्यसलाई भन्छ रामनन्द चोक त्यो दुइटाको बिचमा छ यो रेलवेको यो रेलवेको लिभ हो यहाँबाट रेल पुग्छ त्यहाँ माथि गएर उता सफा गर्दैछ यताबाट रेल आउँछ उता जान्छ अगाडि लाइट हुन्छ हामी चाहिँ अब सिधै जान्छौँ सिधा त्यो अगाडि देखेको गेट त्यसलाई रामानन्द चोक भन्छ त्यो पनि धेरै पुरानो गेट हो
सन्तोष सेठको रेस्टुरेन्ट मिथिला थाली यही हो त्यो मिथिला थालीबाट जस्ट अगाडि तपाईँको यहाँ गेट देख्नुहुन्छ कि रामानन्द चोकको गेट अब सिधै तपाईँ जानुभयो भने जलेश्वर हुँदै उता इन्डिया पुग्न सक्नुहुन्छ हामी चाहिँ अब जानकी मन्दिरपट्टि जाने भएको र हामी चाहिँ यो साइडबाट तपाईँको लेफ्ट लिँदै हामी चोकमा गएर यो लेफ्टको सर्भिस लोनपट्टिबाट हामी जान्छौँ योबाट तपाईँको लेफ्ट आएपछि तपाईँको ठ्याक्कै लेफ्टतिरै यता टर्न गर्नुपर्छ हामी यो बाटो टर्न गर्छौँ त्यसपछि हामी सिधै हिँड्छौँ अब चाहिँ यो बाटो चाहिँ अलिकति भिडभाडै हुन्छ बाटो सानो सबै यो धेरै अटो रिक्साहरू एकदम धेरै पेलिएर आउँछ त्यहाँदेखि धेरै भिडभाड आउँछ अब हामी सिधा अगाडि मन्दिरतिर 12 बिघा चौर हो अब यसको नाममै 12 बिघा हो यहाँको तपाईँको राजनीतिक सभा सम्मेलन बिहा पञ्चमीमा मेला यहाँ घुम्ने स्थानीय नहुने महोत्सवहरू जुत्सव जति पनि छ सबै यहीँ लाग्छ एकदम ठुलो छ अहिले पार्किङपछि अगाडि देखिरहेको त्यो पहेँलो कलर बिल्डिङ चाहिँ जनकपुर पहिला त्यो अञ्चल अस्पताल थियो अहिले त्यही अञ्चल अस्पताललाई के अरे प्रादेशिक अस्पताल बनाएको छ होला के अरे सायद अहिले त्यो जनकपुर प्रादेशिक अस्पताल नाम छ होला पहिला चाहिँ जनकपुर अञ्चल अस्पताल भनेर चिनिन्थ्यो यसलाई अब यहाँको सबैभन्दा ठुलो सरकारी नै यही हो यहाँको पुलिस गाडी ठुलो गाडी किन दिएर हुन्छ यो हो तपाईँको प्रादेशिक अस्पताल ठुलो छ यहाँ सबै हस्पिटलमा पाइने सम्पूर्ण सेवा सुविधा पाइन्छ अब यहाँबाट चाहिँ 10 अगाडि जानकी मन्दिर त्यसपछि हामी फाइनल्ली जानकी मन्दिर आएछौँ यता बिहा मन्दिर यता जानकी मन्दिर र तपाईँको अलिक अगाडि राम मन्दिर यो बाटो जानु सक्छ जानकी मन्दिर चिनेको यताबाट यति भन्दै आजको ब्लग समाप्त गर्दछौँ यहाँसम्म साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद फेरि अर्को ब्लगमा छिटो भेट्नुहुन्छ अब आज धेरै दिनमा यो गेट नखोल्ने भयो अब बाहिरबाट मौसम आजकल चुनावी आयोग संभालने बर्तन सब मंदिर भीतर कोविड के चालक समन्वय गए जो बहुत किया आज बंद